ल धान खेती हेर्नुहोस्। धान यसरी यसपालि छोटो समय भएकोले होला, पानी नपरेकोले होला भर्खर यहाँ धान पसाउँदैछ, नत्र यतिखेर पाइसकेको हुन्थ्यो। ऊ पर चाहिँ हल्का अलिअलि पाकेर छ धानहरू। यहाँ चाहिँ भर्खर फुल खेल्दैछ, पसाएको छैन। यहाँ त झन् साह्रो पसाएकै छैन। यहाँ त एकदम यसपालि पानी परेन त असार साउनमा, त्यही कारणले गर्दाखेरि धानै भर्खर पसाउँदैछ, नत्र यतिखेर पाइसक्थ्यो। उता पर छेउमा चाहिँ हल्का अलिअलि पाकेर छ, त्यो चाहिँ अलि छिटै रोप्नु भयो होला। ल तोरी बारी क्रस गरेपछि हामी धान खेतीमा आइपुगेका छौँ। त्यसपछि हामी कोदोबारी, कोदो हो यही गाइस, यो कोदोबारी मा म आउँदैछु। कोदोको दृश्य देखाउनु हजुरहरूलाई। सहरमा बस्ने भाइ बहिनीलाई खासमा यो थाहा हुँदैन। यो चिज हो भन्दा यो चाहिँ कोदो कोदो सबैजना ल यो यता भन्छ सबै लगाए त्यसरी यो ठाडो पनि सिम